हेलो एन्ड वेलकम ब्याक। बिटकोइनको अपडेट या क्रिप्टो मार्केटको अपडेट भनौँ। अब अहिले एकदम फियरफुल सिनारियो क्रिएट भइरहेको छ। ओभरअलमा चाहिँ बिटकोइनको प्राइस 80K भन्दा बिलोमा खेलिरहेको छ। भनौँ न मेन सपोर्ट भनेको चाहिँ 73.8 जुन त्यो पहिलाको अल टाइम हाई थियो लास्ट इयरको, त्योलाई मेन सपोर्टको रूपमा लिएको छ। अब भन्न सकिँदैन कतातिर जान्छ भनेर, तर ओभरअल अब जसरी इन्डस्ट्री ड्राइभ भइरहेको छ र बिग म्याक्रो पिक्चर हेर्छौँ भनेपछि सायद प्राइस पोजिटिभली नै अपवर्ड जानुपर्ने हो। अब योभन्दा लो चाहिँ नजाला भन्ने अनुमान गरिएको छ। यो हुनुको मुख्य कारणहरू चाहिँ एउटा चाहिँ चाइनामा पनि CPI PPI त्यो इन्फ्लेसन डाटाहरू आउँछ, त्यो चाहिँ उनीहरूको एकदम नेगेटिभमा आएको छ। डिफ्लेसनमा गएको छ चाइनिज इकोनोमी। त्यस्तो सायद उनीहरूको लास्ट 17 मन्थ्समा चाहिँ पहिलोचोटि आएको रिपोर्ट हो यो चाहिँ। सो यो इन्फ्लेसनभन्दा पनि अलिकति भयानक खतरनाक हुन्छ यो कुरा चाहिँ। सो म्याक्रो पर्सपेक्टिभमा चाहिँ यो एउटा कुरा रहेको छ, चाइनिज इकोनोमीको कुरा रहेको छ। र सेकेन्डमा रहेको छ जुन ट्रम्पले ट्यारिफहरू लगाउने भनेका छन्, के अरे मेक्सिको, US, के अरे क्यानाडा अनि चाइनालाई लिएर, र सायद अप्रिलमा कहिले फेरि एडिसनल ट्यारिफ पनि लगाउने कुरा छ। सो यो म्याक्रो पिक्चरले गर्दा मार्केट फेयरफुल भइरहेको, र यसमा चाहिँ रियाक्ट गरेको छ वाल स्ट्रिटले मेनली। किनभने अब यो लङ टर्म पिक्चरमा, यो बिग पिक्चरमा चाहिँ अलिकति उनीहरूले आफ्नो इन्भेस्टमेन्ट सेफ देखेनन्, या अब अलिकति स्टक मार्केटको प्राइस चाहिँ पोजिटिभ मुभ हुने नदेखिएपछि उनीहरूले सेल अफ गर्ने गर्छन्। र सायद यो ठ्याक्क त्यसकै रियाक्सन पनि हो। किन भनेपछि अब म्याक्रो पिक्चरमा चाहिँ अलिकति पोजिटिभ आउटलुक देखिएको छैन सर्ट टर्ममा हेर्दा। र अर्को एडिसनल कुरा के पनि भएको छ भने ट्रम्पलाई चाहिँ हिजो कि अस्ति प्रेस कन्फरेन्समा चाहिँ रिसेसनको कुराहरूको गर्दा चाहिँ ट्रम्पले के भन्यो भनेपछि उनले डिरेक्टली रिसेसनमा जाँदैनौँ भनेर नो भनेनन् र यस पनि भनेनन्। सो अलिकति भनौँ न शङ्काको दृष्टिले कुरा गरे, जान पनि सक्छ होला या भन्ने खालको मिनिङ पनि आएको छ। र त्यसले पनि गर्दा सायद सेल अफ भएको हुनसक्छ। र यो सेल अफमा मेनली चाहिँ टेक कम्पनीहरू सबैले म्यासिभ सेल अफ भएको छ। टेस्ला, माइक्रो स्ट्राटेजी, अब अहिले त स्ट्राटेजी भयो, एनभिडियाहरू, यिनीहरूको सबै 10-15% कति पर्सेन्टले 6-7%ले स्टक प्राइस ड्रप भएको छ, मेनली टेक कम्पनीहरूको चाहिँ। र अब अहिले इलन मस्क जो चाहिँ डजको पनि हुन्, भनौँ न गभर्मेन्ट डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी हेड हुन्, उनको कारणले गर्दा पनि अहिले टेस्लाको सेयरमा पनि भारी गिरावट आएको छ। सो त्यही हो, बिग पिक्चरमा चाहिँ अलिकति सर्ट टर्ममा भनौँ न त्यस्तो पोजिटिभ केही देखिएको छैन। बट यो भन्दै लङ टर्ममा चाहिँ हामी के हेरौँ भनेपछि बिटकोइनको स्ट्रेन्थ होइन। अब अस्ति US गभर्मेन्टले चाहिँ आफ्नो स्ट्राटेजिक बिटकोइन रिजर्भ बनाउँछु पनि भन्यो, र व्हाइट हाउसमा फर्स्ट टाइम क्रिप्टो समिट पनि गरेको छ, जुन चाहिँ त्यति फ्रुटफुल पनि भएन भनौँ न। एक्सपेक्ट गरिएको थियो सायद गभर्मेन्टले भनौँ न आफ्नो स्पेन्ड पैसा गोजीमा पैसा हालेर झिकेर बिटकोइनहरू किनेर रिजर्भ गर्छ होला, डिमान्ड अलिकति बढाइदिन्छ होला भन्ने कुरा गरिएको, तर त्यो भएन। उसले जस्तो एउटा कन्फिस्केट गरेको या इलिगल वेबाट कतैबाट गभर्मेन्टले सिज गरेको बिटकोइनहरूको मात्र रिजर्भ बनाउँछु भन्ने, जसले चाहिँ मार्केटले एन्टिसिपेट गरेको थियो कि अब गभर्मेन्टले हेभी स्पेन्डिङ गरेर बिटकोइन जम्मा गर्छ, जसले गर्दा सप्लाई घट्छ र डिमान्ड बढ्छ अनि प्राइसमा पम्प हुन्छ भनिएको थियो। सो ठ्याक्कै अगेन्स्टमा भएको कारणले गर्दा पनि मार्केटले अब त्यसलाई पोजिटिभ लगेको छैन देखिन्छ सर्ट टर्ममा चाहिँ। अब विच इज फेयर। अब तर यस्तो एक्सपेक्ट गर्नु पनि सायद हुँदैन होला, किनभने अब गभर्मेन्टले काम गर्ने तरिका अलिक फरक हुन्छ जुन एउटा जेनरल पब्लिकले सोचेको भन्दा। सो यस्तो कुराहरू छ। अब बिग पिक्चरमा चाहिँ अब यसलाई सुधार कहिले आउँछ के आउँछ भन्दा मेरो अनुमानमा चाहिँ अब सायद ट्रम्पले अब जुन एडिसनल ट्यारिफहरू लगाउने कुरा गरेका छन्, जुन मेक्सिको क्यानाडासँग सायद के वार्ता भइरहेको छ ट्यारिफको केसमा, अब योहरू साम्य भयो, या अब रसिया युक्रेनको वारहरू कन्ट्रोल भयो, शान्तिमा भयो, इजरायल प्यालेस्टाइनको यो वारहरूको जुन छ योहरू अलिकति पिस टक्समा गयो भनेपछि चाहिँ बिग पिक्चर राम्रो हुँदै जान्छ, र जसले गर्दा चाहिँ होल इकोनोमीलाई सपोर्ट गर्छ, र यसले चाहिँ मार्केटलाई पनि त्यही सेन्टिमेन्टमा ड्राइभ गर्छ भन्ने अनुमान हो। त्यही हो। अब लङ टर्ममा अहिलेको टाइम के गर्ने हो त भन्दा चाहिँ अहिलेको टाइम भनेको चाहिँ आफूले तपाईँसँग होल्डिङ छ भने होल्ड गरेर बस्ने हो, किनभने इट इज भेरी रङ टाइम टु सेल है। र त्योभन्दा मेन चाहिँ अहिले अब तपाईँहरूसँग आफूसँग छ, क्यापिटल छ, अलिकति पैसा छ भनेपछि ड्राई पाउडर भन्छ, आफ्नो ड्राई पाउडरको ब्याग चाहिँ रेडी गराएर राख्ने। 20%, 30%, 40% क्यास कति छ त्यो पैसा रेडी बनाएर राख्ने, र मार्केटमा अब अझ यस्तो डिपिनहरू आयो भने अपर्च्युनिटी हुन्छ बाई इन गर्नको लागि। सो टाइम टु एक्युमुलेट है। अब त्यो हो। अब लङ टर्म ट्रस्ट गरौँ र एकदम सतर्क रहनु पनि। अर्को कुरा के छ भने
मिम कोइनहरुमा चाहिँ इन्ट्री नगरौँ, किनभने यस्तो मार्केट विक कन्डिसनले के देखाउँछ भनेपछि मिम कोइन जसले होल्ड गर्छ उनीहरू त दे आर द विकेस्ट होल्डर्स होइन, दे गट द विकेस्ट ह्यान्ड कम्पेयर टु बिटकोइन या बिग अल्सहरूलाई हेरेर। सो सबभन्दा सेल अफै मिम कोइनहरूले गर्छ। 95% 99% पनि प्राइस डाउन भएको छ, जुन लास्ट इयरको 2024 को हाईमा थियो मिम कोइनको प्राइसहरू। अब अहिले लो थियो, त्यो टाइममा पुगिसकेको छ। सो अलिकति बिग प्रोजेक्टहरूलाई सपोर्ट गरौँ, मैले पहिलादेखि भन्दै गएको छु, तपाईँहरू पनि त्यसरी होल्ड गर्नुहोस् र किप रिसर्चिङ होइन। यो सबै सर्ट टर्म भोलाटिलिटी हो, मार्केट एकदम फेयरफुल भएको छ र यो फेयरफुल भएको केसमा चाहिँ आफू स्ट्रङ हुनुपर्छ, आफ्नो इन्भेस्टमेन्टलाई बचाउनुपर्छ र राइट प्रोजेक्टमा इन हुनुपर्छ है। स्टे स्ट्रङ। थ्याङ्क यू।